पहेँलो घामको किरणहरूलाई हेर्दै फुलिरहेको मेरो पहेँलो रङका गोदावरी फुलहरू ढकमक्क फुलेर पहेँलपुरै भएको छ। पहेँला घामका किरणहरूले पहेँलो रङका गोदावरी फुलहरू मात्र पहेँलिएका छैनन्, अरू सेतो रङका गोदावरी र अन्य रङ्गीचङ्गी फुलहरू पनि पहेँला पहेँला देखिएका छन्, किनकि बिहानको न्यानो घामको किरण, कलिलो घामको किरण पहेँलो सुनौलो हुन्छ है। अनि हामी पनि आमा छोरामाथि छतमा घाम ताप्न आएका छौँ, फुलहरू हेरेर मक्क परिरहेका छौँ। चराहरू चिरबिर आवाज गर्दै माथि छतमा पनि नाचिरहेका छन्। मैले लुगा सुकाएको त्यो चिसो पानी झरेको पानी पिउनको लागि चराहरू पनि आएका छन् होइन। तल कलमा पनि छ, धारामा पनि छ, तर माथि छतमा चाहिँ आएर पानी पनि खाँदैछन्। उनीहरू पनि घाम तापिरहेका छन्। रातभरिको चिसो शीतले कठङ्ग्रिएका पखेटाहरू, उनीहरूको हात खुट्टाहरू सेकाएर चाहिँ चिरबिर चिरबिर गीत गाइरहेका छन्। आफै उम्रेको टमाटर पनि कस्तो मजाले फलिदिएको छ, मैले गोडमेल गरेको पानी हालेको